पारिवारिकसँग रमाइलो गर्न अनि खुसी बाँड्न त भाग्यमा चाहिन्छ भन्छ नि। त्यही भाग्य लिएर आएको छु मैले। धेरै दिनपछि भए पनि परिवारसँग भेटघाट भयो, खुसी लाग्यो। अनि यसरी घुम्ने मौका पाइयो, धेरै ठाउँहरू घुमियो, सपिङ मलहरू घुमियो, केही किनमेल गरियो, परिवारमा खुसी साथसाथ गरियो र त्यही खुसीको क्रममा हामी आज धेरै खुसी छौँ। दिनभरि घुमियो तर पनि थकान महसुस भएन, किनकि हामीसँग परिवारको साथ छ। त्यही भएको कारणले गर्दाखेरि आज हामी खुसीको साथ हामी घुमफिर गरियो। हामी धेरै मनमा र ओठमा खुसीको साथ मुस्कानको साथ आज घुमियो, रमाइलो लाग्यो। त्यस पछाडि हामीलाई केही खाने निर्णय गरियो, खाजाहरू। खाजा खाने क्रममा चाहिँ मलाई चाहिँ फेभरेट भनेको चाहिँ किमा नुडल्स हो। त्यही भएर मैले किमा नुडल्स खाएँ। उहाँहरूले आफ्नो चोइस अनुसारको खाजा अर्डर गर्नुभयो अनि खानुभयो। अनि यसरी हाम्रो दिन रमाइलो साथ बित्यो। धेरै दिनपछिको भेटघाट भएको कारणले गर्दा खुसी त आफ्नै मनमा थियो र पनि खुसीको साथ हामीले आज घुमघाम गरियो, खाजा खाइयो, यसरी दिन बित्यो।